दसैँको विरोध त कसैले पनि सायद गरेको छैन होला। यदि गर्छन् भने त्यो गर्नु पनि हुँदैन, त्यो मिल्दैन। किनभने दसैँ भनेको त त्यो आफैमा एउटा चाड पर्व हो, एउटा संस्कृति हो, एउटा त्यो भनेको मान्छेको एउटा आइडेन्टिटीसँग जोडेको एउटा एकदमै चाहिँ महत्त्वपूर्ण चिज हो नि त होइन, संस्कार हो यो। त्यसरी दसैँको विरोध त कसैले गर्नु मिल्दैन है। तर अब धर्मको नाममा तपाईँको माटकाट गर्ने जस्ता होइन, दुर्गा मातालाई पशु एउटा तपाईँको के भन्छ त्यो निमुख एउटा पशुको हत्या गरेर चाहिँ चढाउँदाखेरि चाहिँ दुर्गा माता लगायतका अब देवताहरू भनौँ या भगवानहरू भनौँ, उहाँहरू खुसी हुन्छ र त्यसबाट हामीलाई आशीर्वाद मिल्छ भन्ने खालको विश्वास गरिन्छ भने त्यो चाहिँ कुसंस्कार नै हो होइन। किनभने तपाईँको हिन्दुइज्मको चाहिँ एउटा हामीले सिद्धान्त हेर्ने हो भनेदेखि चाहिँ अब पुराण एकदमै महत्त्वपूर्ण एउटा ग्रन्थ हो। ती पुराणहरूमध्ये पनि पद्म पुराणको कति अध्यायमा हो मलाई याद भएन, स्पष्टै के भनेको छ भन्दाखेरि तपाईँको यो चाहिँ दुर्गा माता र शङ्कर भगवानको संवाद हो, दुईजनाको चाहिँ एउटा अन्तरसंवाद। त्यो इन्टरेक्सनमा दुर्गा माताले प्रश्न सोध्नु भएको छ शिव भगवानलाई र त्यो संवादको क्रममा के भन्नुभएको छ भन्दाखेरि चाहिँ आफूभित्र भएको जो एउटा पशुपन छ तपाईँ हामी पशुत्व होइन, त्यसलाई चाहिँ हामीले हटाउनुपर्छ भन्ने कुरालाई चाहिँ अलिकति सही ढङ्गले बुझ्न नसकेर अनि गलत व्याख्या कि जस्तो आफूभित्रको पशुपनलाई चाहिँ तपाईँको पशुत्वलाई चाहिँ निमेटान पार्नुपर्छ भन्दाखेरि चाहिँ साँच्चै नै पशुलाई नै तपाईँको बलि गर्ने बलि दिने होइन, त्यसरी गलत ढङ्गले बुझ्यो। जस्तो मुस्लिममा इस्लाममा पनि छ तपाईँको जिहाद भन्ने शब्द छ नि, इस्लाममा तपाईँको जिहाद भन्ने शब्दको अर्थ त आफूभित्र भएको जो एउटा दोष छ त्यसलाई चाहिँ तपाईँको हटाउनु भन्ने कुरा रहेछ नि त। इन्ट्रेस्टिङ है। तर जिहाद भन्ने शब्दको गलत चाहिँ एउटा इन्टरप्रिटेसन र गलत अन्डरस्ट्यान्डिङले गर्दाखेरि चाहिँ अनि धर्मकै नाममा होइन एउटा सिद्धान्तकै नाममा चाहिँ अनेक किसिमको घटनाहरू घट्न गएको त तपाईँ हामी सबैलाई त्यो एउटा थाहा भएको कुरा हो। एक्ज्याक्टली भएको यही हो कि यो पशु बलि चढाउने विषयमा पनि त। त्यसैले गर्दा हामीले कोही कसैको संस्कारमाथि तिम्रो यो संस्कार बेठिक भन्ने अधिकार कोही माथि पनि छैन, कोही कसैमा छैन। हुँदाहुँदै पनि तपाईँको गलत कुरालाई चाहिँ हामीले एउटा तार्किक के भन्छ तर्करा र तपाईँको एउटा प्रमाणसहित होइन त्यसलाई चाहिँ अनि गलत हो भन्ने कुरा त्यो ठिक होइन भन्ने कुरा त त्यो हामीले भन्न पनि सक्नुपर्छ। यो मलाई इन्ट्रेस्टिङ लाग्यो, कहाँ लाग्यो भन्दाखेरि जुन चाहिँ अब जुन चाहिँ दुर्गा माँ भनेर जुन चाहिँ हाम्रो आमाले आफ्नो छोराछोरीलाई जुन चाहिँ अब भनौँ जुन चाहिँ दुर्गा माँ भनेर जुन चाहिँ अब देवी भनौँ होइन, उहाँले अब प्राणीपट्टिको जुन चाहिँ माया होइन करुणा होला उहाँलाई होइन एउटालाई राम्रो हुनु लाग्यो अर्कोको जान त चाहिन्छ जस्तो मलाई लाग्दैन। तर इन्ट्रेस्टिङली यो अहिले वज्रयानभित्र हामीले अब तारा देवी भन्छ नि होइन, तारा देवी भन्दाखेरि तारा देवीको पनि यता एउटा चाहिँ शिव शान्तको रूप छ, एउटा चाहिँ क्रोधको रूप। अनि यता शान्तको रूप त अब उहाँ तारा देवी भइहाल्यो, अनि क्रोधको रूप यता अब वज्र विवाहदेखि वज्र योगिनीसम्म होइन धेरै छ। अनि यता तारा देवीको जुन चाहिँ 21वटा जुन चाहिँ रूपहरू छ, अनि यता दुर्गाको पनि उहाँको जुन चाहिँ 9वटा अहिले दुर्गा के नौ दुर्गालाई यो गर्नु लागि चाहिँ अहिले नवरात्रि भनेर जुन चाहिँ दसैँको जुन चाहिँ 9 दिनको अहिले जुन चाहिँ फेस्टिभल अथवा 15 दिनको फेस्टिभल जुन चाहिँ हामीले सेलिब्रेसन गरिरहेको छ। हजुर अब यसलाई गहिरोमा हेर्दाखेरि आई थिङ्क जुन चाहिँ हामीले अघि तपाईँले भने जस्तै जुन चाहिँ सिम्बोलिक मिनिङ एउटा भयो होइन, मान्छेले बुझ्ने चाहिँ मिसइन्टरप्रिटेसन अलग्गै बुझिदियो होइन। हो अब त्यो अघिकै प्रसङ्गमा थप के भनेको पायो भन्दाखेरि चाहिँ यदि एउटा निमुख पशुलाई निर्दोष पशुलाई चाहिँ अनि मारेर उसको प्राण लिएर हत्या गर्नु चाहिँ पुण्य कर्म हो र त्यसरी हत्या गर्नाले पुण्य मिलेर स्वर्ग जान्छन् भने नरक जाने को भन्ने प्रश्न पनि गरेछ कि त्यसमा हैन, पाप गरेर नरक जाने चाहिँ को। अर्को कुरा के पनि भन्नुभएको छ भन्दाखेरि चाहिँ
यदि म लगायत म दुर्गा माता लगायतका देवी देवता भगवानहरूको नाममा कुनै निर्दोष पशुको हत्या गरिन्छ भने त्यो व्यक्तिलाई जो त्यसमा सामेल छ, इन्भल्भ छ, तिनीहरू सबैलाई त्यो निर्दोष पशुको शरीरमा भएको रौँ छ नि, त्यो प्रत्येक रौँ अब कति सङ्ख्या होला, त्यो सङ्ख्या बराबर तपाईँको 80 पत्र नरक भन्ने नरक चाहिँ त्यो रौँको चाहिँ तपाईँको सङ्ख्या बराबर है, त्यति जन्मसम्म चाहिँ उसले नरक भोग्नु पर्ने छ र यो मेरो श्राप समेत हो भनेर चाहिँ दुर्गा माताले त्यसरी स्पष्ट भन्नुभएको छ। त्यो पुराणमा छ हजुर, पद्म पुराणमा। त त्यसैले गर्दाखेरि अब हामी अरूको ज्यान लिएर पुण्य हुन्छ, अरूको हत्या गरेर चाहिँ भगवान खुसी हुन्छ भन्ने यदि त्यो कसैले सोच राख्छन् भने त्यो चाहिँ सरासर गलत हो, त्यो अन्धविश्वास हो होइन। अनि दुर्गा माता लगायतका देवी देवताहरूलाई हामीले विभिन्न एउटा कौशल माध्यमहरू अपनाएर पूजा गर्न सकिन्छ। जस्तो अहिले हामीले धर्मपालहरूमा तपाईँ हामीले पाल्देन थामो लगायतका होइन कति यो धर्मपालकहरू छन् र ती धर्मपालहरूमध्ये प्राय कति त तपाईँको लौकिक देवी देवताहरू छन्। त्यसैले लौकिक धर्मपालहरूलाई पनि तपाईँ हामीले यस्तो एउटा कसैको हिंसा नहुने गरेर उहाँहरूलाई पनि एकदम प्रसन्न हुने गरेर पुज्ने माध्यमहरू त साधनाहरू त प्रशस्तै छन् त, त्यो हामीले डेली दैनिक रूपमा गरिरहेकै हो। यदि त्यस्तो उपाय कौशल माध्यमहरू हुँदै पनि अनि अझै अब त्यो पुरानो एउटा अन्धविश्वासलाई अनि मरिमेटी तपाईँको एकदम त्यही नै सर्वे सर्व जस्तो ठानेर बस्नु भनेको यो चाहिँ अलिकति कुसंस्कार छोड्नु नसकेको एउटा लक्षण चाहिँ हो। तर दसैँको नाममा अनि त्यतिखेर भगवानको नाममा अघि भने जस्तो त्यसरी मारकाटहरू हुन्छ भने त्यो चाहिँ अब जोस् समयमै जोस् यो कुराहरू कुप्रथा रहेछ भन्ने कुरा चाहिँ दसैँ मनाउनेहरूले बुझ्न जरुरत छ कि होइन। अब त्यसमा विरोध त हामी कसैले जनाउनु मिल्दैन, खास गरिकन तपाईँ हामी बुद्धिस्ट एउटा भगवान बुद्धको चेलाको हिसाबले अनुयायीको हिसाबले विरोध भन्ने कुरा त कुनै पनि चिजको हामीले गर्नु मिल्दैन होला मेरो विचारमा। तर तपाईँ हामी एउटा बोधिचित्त करुणा जस्तो चाहिँ एउटा सिद्धान्तको अनुसरण गर्ने अभ्यास गर्ने व्यक्ति भएको हुनाले तपाईँ हाम्रो यो कर्तव्य बन्छ कि सही के हो, गलत के हो, पाप के हो, धर्म के हो, ठिक बेठिक के हो भन्ने कुरा चाहिँ त्यो अन्धकारमा छ, त्यो अनभिज्ञतामा छ भनेदेखि चाहिँ त्यो स्पष्ट पार्ने र त्यो सही गलत के हो भन्ने कुरा चाहिँ स्पष्ट पार्ने जिम्मेवारी चाहिँ तपाईँ हामीमा छ। त त्यस कारणले गर्दाखेरि एउटा चेतना जगाउने काम तपाईँ हामीले म्याक्सिमम गर्नुपर्छ। त्यो गर्दाखेरि सायद मेरो विचारमा कसैको चित्त दुखाउने हुन त कुरै भएन, तर मलाई जहाँसम्म लाग्छ एकदमै चित्त बुझ्छ भन्ने लाग्छ है। त्यसैले गर्दा यो हरेक कुराहरूमा तपाईँ हामी एकदम संवेदनशील र एकदम विवेकशील हुनु चाहिँ धेरै जरुरत छ। 1, 2, 3 मासु खाने कि नखाने भन्ने बारेमा त त्यो चर्चा गर्ने विषय नै होइन, सकेसम्म एकदम खानै हुन्न है। अब सक्दैनन् विभिन्न चाहिँ तपाईँको उसको चाहिँ एउटा सांस्कृतिक उसको हुर्काई उसको वातावरण अनेक चाहिँ कारणले गर्दाखेरि ऊ मासु तुरुन्तै छोड्नु नसक्ने त्यो स्थितिमा छ भने पनि तिनीहरूलाई अघि मैले भने जस्तै तपाईँ हामीले सम्झाउने, उहाँहरूलाई विवेक दिने, उहाँहरूलाई चाहिँ चेतना जगाउने जिम्मेवारी तपाईँ हामीमा छ र त्यो अधिकार तपाईँ हामीमा छ, त्यो पूर्ण रूपमा स्वतन्त्र छ। त्यसो त्यो गर्नु पनि पर्छ र गर्दा त्यो केही फरक पनि पर्दैन होइन। तर त्यसको अलावा तपाईँको हामीले चाहिँ उसलाई तैँले यो गर्नु मिल्दैनस् भन्ने खालको चाहिँ एउटा इम्पोज गर्न थाल्यो भने अनि त्यहाँ त तपाईँको द्वन्द्व सृजना हुन्छ है। त्यसैले गर्दाखेरि यो कुराहरूमा चाहिँ अब तौर तरिकामा चाहिँ अलिकति उपाय चाहिँ मेरो विचारमा कौशल माध्यम हुनु पर्यो।